हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। फाइनल्ली आफ्टर अ लङ टाइम होइन, आज चाहिँ हाम्रो कलेजबाट टुर रहेको छ, फिल्ड भिजिट 3 दिनको लागि पूर्वतिरको। हामी पशुपतिनगरसम्म पुग्छौँ होला होइन। हाम्रो सामान देखाइदियो नि, ब्याग सेक प्याक भइसक्यो होइन। थाहा छैन कहाँसम्म पुग्छौँ भनेर, बाटोमै थाहा हुन्छ। अब यहाँ अनिस भण्डारी छ, यहाँ यताउता हेर्दैछ, मिलाउँदैछ, चिन्नु न होला। त्यस्तो गाइज होइन, यो चाहिँ हाम्रो घरबेटी आन्टीले रोप्नु भएको फुलहरू गाइज हेरौँ यहाँ होइन। यस्तो दामी दामी फुलहरू छ। इस गार्डन है, यस्तो यस्तै फुलै फुल होइन, राम्रो छ नि। कता ए यस्तो यस्तो फुलहरू छ गाइज चाहिँ होइन। तपाईँहरू आउनु सक्नुहुन्छ यहाँ फुलहरू हेर्नको लागि। आओ गडा वाह ल, बस 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 बस। खै 3 पोइन्ट कति छौ त्यसले पाएन गाइज। फाइनली हामी बसमा आइसक्यौँ होइन। यो चाहिँ कति बेला च्याटिङ मात्रै छ, कोसँग बोल्छ कुन्नी यो जहिले च्याटिङ। त्यो होइन सर, कस्टमा युज हुन्थ्यो जहाँ चाहिँ मैले तिमीलाई पढाएको थिएँ दुईवटा सर्फेस हो। एउटा पर्मिएबल सर्फेस हुन्छ, एउटा नन पर्मिएबल सर्फेस। पर्मिएबल सर्फेसमा जहिले पनि प्राइम कोट हुन्छ, नन अझ पानी नछिर्ने सर्फेसमा के हुन्छ। फाइनली गाइज वी आर एट चारपाने। यहाँ चाहिँ हामीले सानो ब्रेक लिएको छौँ होइन। अब चाहिँ हामी सायद बुधबारैमा गएर खाना खान्छौँ होला। अनि बुधबारैबाट खाना खाएर हामी जान्छौँ होला सिधै पशुपतिनगरतिर। फाइनली गाइज हामीहरू चाहिँ अहिले बुधबारैमा छौँ होइन। यहाँ खाना खाना बसिरहेको छौँ होटलमा, खाना आउँदैछ। यस्तै हो सब। यहाँबाट खाना खाएर हामी लाग्छौँ उकालो। दुश्मन हेरेको हेरे जो फुरा भाइ अनि कस्तो हुँदैछ टुर? अनि इन्जोय एकदम बबाल। कुशल कस्तो हुँदैछ टुर? बबाल वाह, यति हो सक्यो क्या होइन। ऊ त के भन्नु त, बिरामी मान्छे अब होइन, दबाई खाँदैछ। किन हो नि होइन? अनि म त अस्ति गएको थिएँ नि त। यो चाहिँ झापाको बुधबारे बजार गाइज होइन। हाम्रो यहाँ साथी आउनु थियो एकजना, मलाई पनि थियो त थोरै। यस्तो पनि थियो, कहाँ थियो गाइज? यस्तो खानुपर्ने हुन्छ अब हेर्ने। अनि कस्तो हुँदैछ टुर? यादगार बबाल कति लागिरहेको छ है? आफ्नै गाउँठाउँ हो। हामी कहाँ छौँ? हामी बुधबारेमा होइन, हामी बुधबारेमा छौँ। खानासाना खाएर हामी बसिरहेको छौँ। यहाँनिर फुर्बा छ, अनि यहाँनिर को हो? नितेश ताई। हाई भनिदिनु, फुर्बा हाई भन। यहाँनिर यस्तरी बसिरहेको छु। अनि यहाँनिर निरज छ, अनि यहाँ अभिषेक खोइ हेरौँ। अभिषेक, लम्साल, अनुसा मेन अपरेटर हो। खोइ यता हेरौँ यता। ल हाई के अरे भन्छ यो आइसा। म यो ब्लग बोल्ने चाहिँ यस्तो सुविधा छ ब्लग गर्नेलाई।
यो एउटा नि बात खाएको मोबाइल नगर न ल्याउने के भन्न आँटेर बिर्सेँ के भन्न आँटेलु भन छिटो लु यत्रो एङ्गल घुमाइ क्यामेरा भयो जस्तो गरे राम्रो आउने हैन यस्तरी फोटो खिचिदियो कि यस्तरी फोटो खिचिदियो कि यस्तरी फोटो खिचिदियो कि यस्तो हजुर के खुट्टादेखि बाजे यो भनेको यो मुभी हो क्या यो सर्ट हो क्या यो कता कता नदेखा नि अरू हामीले केही नगरे आफै गाडी तपाईँलाई मेरो भ्लगमा वेलकम छ हेलो हामी दार्जिलिङ जाँदैछौँ होइन त ट्रान्सपोर्टेसन टुरको ट्रान्सपोर्टेसन एन्ड वाटर सप्लाईको टुरको पनि कहाँ दार्जिलिङ इन्टरनेसनल टुर सर के छ तपाईँको खबर होइन दिपेन्द्र सर के छ हाम्रो त्यहाँनिर चाहिँ हुनुहुन्छ है भ्यान्डिक दादा पर बसिराख्नु भएको छ सरहरूसँग होइन कमसाल यहाँ छ तर धेरै टाढा हुँदैछ भिडियो हुँदैछ दादा भिडियो मेरो नि आयो नि होइन भिडियो आयो ल एमडीको ऱ्याप एकचोटि यो माई पिच ल छिटो 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 ल ल ल ल मेरो भिडियो आएकै छैन ल ल ल म छुटेको थिएँ गाडीमा यो कसको गल्ती हो छुटेको नै छुट्याएको चिकन दाजु 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 हजुर अघि को छुटेको थियो ल यहाँ भयो हुनुहुन्छ यता ल्याउँदैन यहाँ हुनुहुन्छ टक्कसँगले भ्यान्डिक दादा के छ लिन्छौँ नि हामी सरहरूसँग बस्नु भएको छ हजुर आधी आधी रात यो कसले गीत बजायो यस्तो फेरि बकवास के छ नवीनमा नवीनमा त कालो आउँछ देखाउँदिन के छ है होइन होला यहाँदेखि तपाईँले 10 किलोमिटर माथि मुल छ हाम्रो पानी मुलको पानी है खोलाको होइन जमिन मुनिबाट यस्तो भित्ताबाट रसिएर आएको मुलको पानी यहाँबाट हाम्रो 10 किलोमिटर माथि छ त्यहाँ हाम्रो त्यहाँ तपाईँको ग्राभिटी सिस्टम के ठाउँ भन्छ सर त्यहाँ त्यो शान्तिनगरै हो शान्तिनगर यो वार्ड चाहिँ तर त्यहाँ चाहिँ अलिक पाहाड छ नि यहाँदेखि पाहाड छ नि भित्तामा छ भित्तामा चाहिँ तपाईँले यसो रसिएर आउँछ पानी रसिएर आउँदाखेरि तपाईँलाई यस्तो कि यत्रो यत्रो प्लास्टिकको पाइपले दुलो दुलो पारेर मुनि यसो जमिन मुनि यसरी राखेर गिटी मुनि राखेर गिटी राखेर अनि गिटीको माथिबाट पानी रसिएर आउँछ त्यसले गर्दा चाहिँ के गर्छ भने तपाईँको माथि जति पत्ताहरू आउँछ नि त्यो चाहिँ यसमा आउनु पाउँदैन र पनि त्यो फिल्टरले काम नगर्दाखेरि अब अहिले त पानीको हाम्रो तपाईँको पर मिनट भनेको तपाईँको अहिले कम्ती नै आइरहेछ होइन पानी यो आउँछ त्यहाँबाट होइन माथिबाट अनि आएर यहाँ तपाईँको यहाँ रिसिभ ट्याङ्कमा आउँछ यसमा आउँछ रिसिभ ट्याङ्कमा आएपछि यहाँ पनि त्यहाँ दुईवटा च्याम्बर छ एउटा त्यहाँ र त्यहाँ अनि आएपछि त्यहाँबाट तपाईँ त्यहाँ पनि अलिकति पानीको प्रेसर अलिकति डाउन हुन्छ त्यहाँ पनि सेडिमेन्ट हुन्छ अलिकति आएको थिग्रिने जिनिसहरू यहाँ थिग्रिन्छ बलुवाहरू यहाँ हेर्नु त अगाडि त्यहाँ बलुवा छ त्यो बलुवा सबै त्यहीँबाट आएको माथिबाट आएको अनि त्यो बलुवालाई थिग्रेकोलाई पनि हामीले ड्रेन गरिराख्नुपर्छ नत्र भरेर माथि आउँछ होइन अनि यता यता फुट्ने तल पानी आउँछ पानीबाट यस्तो गरेर यो रिसिभ ट्याङ्कबाट सिधै माथि चढ्नु मिल्दैन होला है मिल्छ अहिले अनि यहाँबाट सिधै पानी आउँछ अनि यहाँबाट स्टेनर जाली छ यो जालीले चाहिँ के गर्छ भने माथिबाट जति पनि आएको यो के अरे तैलिने जिनिसहरू आएर यहाँ आएर यसले सबै ब्लक गरिदिन्छ हजुर भन्दाखेरि पत्ताहरू विशेष गरेर त्यो झुकेर जुन छिर्यो त्यहाँ त त्यही पनि ऊ फिल्टर हुने माथि नै पानीको जस्तै अहिले अहिलेको सिजनमा ड्राई सिजनमा ठिक छ होइन अहिले माथि पानी परेको बेला चाहिँ फेरि एकैचोटि वात्तै आउँछ क्या धमिलो पानी आउँदाखेरि यसले के गर्छ भने अटोमेटिक एकछिन मात्रै जानु पाउँछ त्यहाँदेखि यसले ब्लक गरिदिन्छ जाली पुरै ब्लक हुन्छ जाली ब्लक भएपछि पानी एकदम ओभरफ्लो भएर यो पोखरीतिर जान्छ सङ्लेपछि यसलाई फेरि हामीले
यो 4टा नट खोलेर यसले सफा गरेर फेरि यसलाई पानी हाल्नुपर्छ है। यताबाट एकछिन एउटा यहाँ इनलेट छ है यो सफा गर्दाखेरि यो बन्द गर्नुपर्छ होला हैन त? त्यो केटाको त्यो साइडको त्यो उतापट्टिको पो हजुर दुईटै बन्द गरेर बिच खोल्नु पर्यो। त्यो हुँदै गर्नुपर्छ। पानी कति आएको सक्दो देख्छ माथिबाट हजुर इनलेटबाट हाम्रो रिडिङ 11 बजी यसले गर्छौँ है। हजुर 24 घण्टामा एकचोटि निकाल्छौँ अनि 1055 लिटर पर मिनट आएछ एलपिएममा तपाईँको 17.59 पर सेकेन्डमा आइरहेछ इन्टेकबाट 17.59 लिटर 17.59 एलपिएस लिटर पर सेकेन्डमा आइरहेछ पानी है। यहाँबाट यसले रिडिङ गर्छौँ हामी 24 घण्टामा। त्यहाँबाट हामी अब कहाँ जान्छौँ भने सेडिमेन्ट ट्याङ्कमा जान्छौँ। अब आउटको पनि भनिहाल्छु तपाईँलाई आउटको यही सेडिमेन्ट बन्छ भन्नुभयो भने ठिकिन्छ भनेर ठिकिन्छ तपाईँलाई पानीको मैले भनिहालेँ होइन। अनि आउटको चाहिँ तपाईँको 1451 लिटर पर मिनट गइरहेछ। उताको पनि एउटा रिडिङ छ देखाइन्छु यस्तो सेम रिडिङ घडी छ। अनि 24.18 लिटर एलपिएस गरेछ पर लिटर पर सेकेन्ड गइरहेछ। अनि एउटा हाम्रो माथि बोरिङ छ त्यो बोरिङ तपाईँको हाम्रो 24 घण्टा 20 घण्टा चल्छ 1-1 घण्टा रेस्ट दिएर तपाईँको त्यो बोरिङले चाहिँ तपाईँको 296 लिटर पर मिनट जान्छ। यहाँ अलिकति आवाज आइरहेछ होइन। त्यसको चाहिँ तपाईँले कति हुन्छ 4 घण्टा चलाएर 1 घण्टा रेस्ट हो। 1 घण्टा दिने गरेको छौँ हामीले। त्यो त 4 घण्टा रेस्ट होइन 5 घण्टा। त्यो त 5 घण्टा भनेको 4 घण्टा चलाएर 1 घण्टा 5 घण्टा चलाएर 1 घण्टा रेस्ट। त्यसको चाहिँ अनि एलपिएस 5 लिटर जति पर सेकेन्ड चाल्छ यसले। अलि माथि गएर बोरिङ पनि हेर्नु है। यो बुझ्नु भयो रिडिङ ठिकैको कलहरू यहाँ छ नि ठिकिरहेको छैन। यो सब फिल्टर भएर आउँछ होला नि। फिल्टर हुँदै हुँदै जान्छ अब प्रोसेस हुँदै गएको। यो अब मैले बोरिङ भने नि यो बोरिङ पानीलाई फिल्टर हुँदै खान्छ। मैले बोरिङको भने नि अब सेडिमेन्ट तपाईँको यताबाट आएन हजुर त्यो पानी त्यहाँ आएर त्यो चेम्बरमा आएर त्यहाँ यसरी यो ब्लक हुन्छ एकछिन रोकिन्छ। त्यसपछि यो चेम्बरमा आएपछि दुलोहरू छ नि त यता यो साइडमा 50 जति दुलो हामी 2टा चेम्बर छ। तपाईँको 3000 लिटर पर मिनट पानी गहिरो 38 फुट पानी होइन त्यहाँ पानी हल्लिँदैछ। हजुर अब हावाले पानी हल्लिएको छ होइन। पानी स्थिर छ है पानी त्यहाँबाट यो पानी यता यहाँ इन आउट हुनुलाई 6 घण्टा जति लाग्छ। 6 घण्टा किनभने तपाईँको पानी हल्यो भने सबै त्यो यो लेदोहरू यता आयो नि त आयो। कति सुरु भइसकेर पानी हजुर यी कति पिरो कति छ यसको यो हो पानी स्थिर छ नि स्थिर हुनु भने कि ठिक्रिनु हो हल्यो भन्दा ठिक्रिँदैन नि। त्यहाँ जति पनि उयो माथि फोर देख्नु भएको छ नि लेवरहरू त्यसलाई यता पानीको जति प्रेसर हुँदैन क्या बिस्तारै बिस्तारै ठिक्रिँदै आउँछ। अनि यो दुलोको माध्यमले यो दुलो नहुनु भने सबै यता आउँछ। 2 फुट जति छ होइन त्यो दुलो पानीदेखि लेबर तल त्यहाँ बिस्तारै आएर सेडिमेन्ट भइसकेपछि पानी हुँदै हुँदै आएको पानी अन्डरग्राउन्डबाट फिल्टर भएर यहाँबाट लेखेछ नि माथि जान्छ रफ फिल्टर यहाँबाट यता पानी फिल्टर गरायो नि अन्डरग्राउन्डबाट यो पाइप कुनै आगो एकछिन दैछ यो चाहिँ फिल्टर गर्ने प्रोसेस भएको छ रे गिटी मात्र छ हामी एग्रिगेट मात्रै कुन मेथड हो यो होइन तपाईको सेडिमेन्ट दिएको यो बेला त्यो भण्डारण भाडा जस्तो हो यो पनि सेडिमेन्टेसन हो यो फिल्टरेसन हो अनि यो चाहिँ एग्रिगेट भएर मात्रै अनि त्यसपछि फिल्टर हुन्छ र अरू केही गर्नुपर्छ कि त्यसलाई सफा गर्नुपर्छ नि सफा गरिराख्नुपर्छ फिल्ट्रेसन मेथड हो यो पानीलाई पानी पर्दैन पानी माथिको झर तल जान्छ वासिङ छ नि ढुङ्गाले सोलुसन हुन्छ फिल्टर हुँदै हुँदै जान्छ क्या यो पनि के हुन्छ ब्याग कसमा त गर्ने यहाँ जति पनि मेटेरियल छ नि त्यसलाई ब्याग कसमा त गर्ने यहाँबाट तपाईँलाई फिल्टर भएर यता जान्छ यो नालीमा गयो यहाँबाट चाहिँ त्यहाँबाट गयो माध्यमबाट सिधै स्टोरेसनमा जान्छ यो स्टोरेसन फिल्टर यो बलुवाको मात्र हो यो पनि फिल्टर भयो त्यो पानी हो
यहाँको पानी हुँदै यहाँ निस्किन्छ यहाँको पानी उता गएको अनि यहाँबाट चाहिँ कहाँ निस्किने अब अन्डरग्राउन्डमा जान्छ ए स्लोसन भनेको हाम्रो लास्ट हो होइन लास्ट फिल्टर रिजर्भरमा हामी क्लोरिनेसन गरेर पठाउँछौँ त्यो अर्कै फिल्टर हो र ऱ्यापिड स्यान्ड फिल्टर हो क्या यो पानी कहाँ युज हुन्छ पानी आउँछ यो जमिनको पानी कहाँ युज हुन्छ मुनि जान्छ यो मुनि गएर अनि त्यसपछि खाने पानी बन्छ तपाईँले यो नाली भने कति सफा पानी देखिराख्नुपर्छ यहाँको पानी फेरि उताको ट्याङ्क तर त्यहाँ पोखरीमा हेर्दाखेरि मैला देख्छ नगर अरू त्यस्तै हो कि हामी चाहिँ यहाँ ब्लिचिङ पाउडर युज गर्छौँ है ब्लिचिङ पाउडर अहिले चाहिँ मार्केटमा लिक्विड पनि आइसकेको छ लिक्विड पनि आएको छ मार्केटमा होइन ब्लिचिङ पाउडर के गर्छ यसले ब्लिचिङ पाउडरले तपाईँलाई के गर्छ भने पानी भएको जति पनि किटाणु हुन्छ नि त्यसलाई चाहिँ नष्ट गर्ने अनि अहिले चाहिँ लिक्विड युज गर्नुहुन्छ ब्लिचिङै गर्छु ब्लिचिङ पाउडर हो यो यहाँ तपाईँ 1000 लिटरको ट्याङ्की छ त्यहाँ 9 किलो ब्लिचिङ हालेर एक घन्टा घुमाएर भिगालेर अनि त्यसमा भएको चुलाहरू भिगाएर यसमा हाल्छौँ त्यसपछि हामी यहाँबाट यसरी ड्रप गरेर बिस्तारै हाल्छौँ यो हामी चाहिँ आवाज आएको ट्याङ्की है यो चाहिँ यो के अरे दबाई बनाउने हाम्रो मेसिन हो के हाल्छ काका यहाँ छ मेसिन यो दबाई बनाउने ट्याङ्क हो सरका त्यसमा हामी दबाई बनाउँछौँ होइन रेस्पेक्टेड हुनु दबाई बनाइसकेपछि 1 घन्टा यो मेसिन चलाएर त्यसलाई फेरि 1-2 घन्टा त्यसलाई फेरि भिगार्नुपर्छ क्या त्यहाँ मुनि चुनाहरू भएकोलाई भिगारेपछि मात्रै 1 घन्टा पछि यसमा जापानदेखि पो दिएर जापानले नै सबै यो बनाइदिएको बनाइदिएको धेरै धेरै धन्यवाद जापान पनि हुँदै देखिनु टोटली जति पनि संरचना छ सबै जापानिजको योगदान हो फ्रम द पिपुल अफ जापान लेखिरहेछ नि धेरै धेरै धन्यवाद जापानलाई ब्लिचिङ पाउडर चाहिँ यसैमा राखेर त्यसमै लानु खोज्छौँ त्यसपछि चाहिँ एकछिन 2 घन्टा खिगालेर यहाँ हाल्छौँ होइन अनि यसको सन्दर्भमा तपाईँको पानीमा चाहिँ कति हुनुपर्छ भने 0.1 देखि 0.3 सम्म मिलिग्राम पर मिनट हुनुपर्छ उयो होइन पानीमा क्लोरिन त्यति भयो भने चाहिँ हिटाल्नुपर्छ त्यतिको चाहिँ पुऱ्याउनै पर्छ त्यहाँदेखि ज्यादा 0.2.0 1.0 भएसम्म भयो भने चाहिँ खानु सक्दैन क्लोरिनको यही हो तपाईँलाई भरे उता म्यानुमा देखाइछु के हुन्छ त्यसमा यो हाम्रो लास्ट प्रोजेक्ट भनेको यो हामी ट्याङ्कीमा छ अनि यहाँबाट सबै हाम्रो फिल्टर भयो सुसाइड पोइन्ट गरेर सबलाई चुपी हान्ने हुने आउँदैछु यहाँ हाम्रो भ्लगरजी हुनुहुन्छ होइन सोनुआ ठिक छ बढिया छ हुन्छ भगवान पनि हुनुहुन्छ सबैले नमस्ते गरिदिनु होला भगवानले गर्ने होइन क्या भगवानलाई गर्ने भनेको प्रोजेक्ट हेर्न आएको छु मानु त्यो बलुवा ल्याएर चालेर ल्याएर यहाँ राखेर मिसिन फेरि त्यही सोचन हाम्रो बालुवा चाल्ने मिसिन छ चालेर ल्याएर यहाँ राखेर मिसिनले धोएर अहिले भर्खर हालिसकेको यो दुईटामा हाल्छौँ हरेक सालमा मसिनो बलुवा स्यान्ड ढुलेर गिटी हाल्दा चाहिँ चाल्ने हो नपढ्ने विद्यार्थीलाई सुझाव दिएको के होइन अब पशुपतिमा भेटौँ होला गाइज ओके
मगर मात्रै छ नि ल साथीहरू फाइनली हामी कन्याम आइसक्यौँ यहाँ होइन कन्यामको मौसम दामी दामी होइन एकदम दामी यहाँ पनि घुमाउनु दोस् यहाँ पनि दामी छ दामी आउँछ आऊ न आऊ हामीहरू चाहिँ अहिले कन्यामको लभ डाँडामा जाँदैछौँ होइन त्यो कुरा लभ डाँडा है लभ डाँडा होइन दारी वी आर एट कन्याम लभ डाँडा जाँदैछौँ हामी फाइनल्ली यस्तो छ बाटो अन्त हामी पहिला पनि आएको थियौँ गाइज होइन तिहार पछि हामी आइरहेको हुन्छौँ क्या यो ठाउँमा पानी परेर हाम्रो लागि यो ठाउँ होइन अहिले चाहिँ अनिस र म छु होइन अरू केटाहरू आउँछ पछाडि कहाँ हरायो त तिनीहरू त यार हामी त्यही भएर चप्पल चप्पलमा यतिकै बालहरू चल्दिन्छौँ होइन हामी यस्तै हो हेलो न्यु तलबाट जाने हे नजु माथिबाट तल राख्नु बबाल भ्यू चाहिँ हेर्नु यहाँ आओ छिटो केटा अलिक छिटो कुदा हामीहरू चाहिँ कन्याम घुम्दैछौँ यहाँ चियाबारी तपाईँहरूलाई त मैले पहिला पनि कन्याम घुमेर देखाएको होइन त्यही भएर म त्यति क्लिपहरू लिएको छु यता हाम्रो अनिस सर हुनुहुन्छ अरू कोही किन आएको यस्तो छ गाई हामी त अब थाहा भएको मान्छे होइन कन्यामको बारेमा सबै केटा चाहिँ माथि डाँडामा बसेछन् होइन घाम तापेर बसिरहेको छन् जाडो भएर हामीलाई नजाडो गाई यस्तै छ र सुमन भट्टराई सर तपाईँलाई हामीले एकदम धेरै मिस गरेको छौँ होइन हो अनि आइज भन्दै हो नि होइन यदि यो भिडियो हेर्दै हुन्छ भने एउटा कमेन्ट गरिदिनु होला सर होइन हामीले तपाईँलाई एकदम मिस गरेको छौँ यो ट्रिपमा तपाईँलाई यस्तै चाहिँ गाइज कन्याम गाइज यहाँ चाहिँ भोटजोट हुँदैछ यहाँ अभिषेक भट्टराई क्यामेराम्यान बाजे चाहिँ यहाँ पोज दिइरहेछ यस्तै चाहिँ गाइज हाम्रो टुर यहाँ चाहिँ के हो शेर्पा होटेल एन्ड लज तपाईँहरू आउनु सक्नुहुनेछ यहाँ हुक्का बारमा चस्मा चाहियो है बाजे गाइजहरू हामीहरू होइन ल गाइज आजको भिडियोलाई मैले यहीँ एन्ड गर्न चाहेँ होइन अब हामी सिधै यहाँबाट पशुपतिनगर जान्छौँ र रात त्यहीँ बस्छौँ र आजलाई मैले यति भन्दै भिडियो यहीँ एन्ड गरेँ बाई बाई गाइज भोलि भेटौँ र अब सी यु इन पशुपतिनगर